को क्रममा भएको ऐतिहासिक मधेस थरुवट आन्दोलनलाई पहाड विरोधी जातीय सांप्रदायिक आपराधिक भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुनियतका साथ कुप्रचार गरी यसै बहानामा दुश्मन देशका दुश्मन नागरिक सरह बर्बरतापूर्वक दमन गर्दा पनि 6 महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे। तर मधेस थरुवटका जनताको दुःखद हार भयो। आन्दोलन तुहिन गयो। मुस्लिम, दलित, पिछड़ा वर्ग लगायतको सामाजिक न्यायको आन्दोलन पनि अगाडि बढ्न सकेन। निरन्तर आन्दोलनरत रहेका लिम्बुवान लगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन सकेन। उपरोक्त सबै आन्दोलनहरू एकल नस्लीय शासन व्यवस्था विरुद्ध थियो, तर त्यस विरुद्ध गरिएका आफ्नै आन्दोलन पनि एकल यायामिक थियो। हामी पहिचानवादीहरू पनि एकल यायामिक गोल चक्करमा फँसेकै कारण विगत 4 दशक अगाडि सुरु भएको पहिचानवादी आन्दोलन शासकीय षड्यन्त्रको शिकार भई अधुरो रहन गयो। शासन पनि एकल नस्लीय, त्यस विरुद्धको आन्दोलन पनि एकल यायामिक। त्यसैले त उत्पीडनमा परेका जनताले चाहेको जस्तो राजनीतिक उपलब्धि प्राप्त गर्न सकेन कि राज्य र समुदाय बीच अलगाव र सम्बन्ध विच्छेदको मनोविज्ञान तीव्र रूपमा बढिरहेको छ। यसलाई नरोक्ने हो भने देश गम्भीर दुर्घटनामा कुनै पनि बेला फस्न सक्छ। यो दलदलबाट मुलुकलाई निकाल्न अनिवार्य बन्न गएको छ। देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्य सञ्चालन भइरहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन। नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरूको वैचारिकी धाराशायी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्यको निर्माण सम्भव छ। नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो र सोतर्फ नेपालको राजनीति स्वाभाविक रूपले अगाडि बढ्छ नै। तसर्थ देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार, कुसंस्कृति बाट देशलाई मुक्ति दिलाई देशका सबै वर्ग, समुदाय, धर्म, जात, जाति, क्षेत्र, लिङ्गका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नका लागि विगतमा जस्तै मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, पिछड़ा वर्ग लगायत स्वशासन, सुशासन र समृद्धि चाहने हिमाल, पहाड, तराई मधेसका जनता अब एकल रूपमा छुट्टा छुट्टै फुटेर सङ्घर्ष गर्दा भोगेको पीडा र असफलताबाट सबक लिँदै फोर र राज्य गर, डिभाइड एन्ड रुल शासकीय नीति विरुद्ध जुटौँ र आफ्नो सत्ता हासिल गरौँ अभियान तहत सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन। यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउनेछ र नेपाल सबै नेपालीका लागि निर्माण गर्नेछ। अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन। तसर्थ विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठेर हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ। यसको निमित्त यस नवीन युगका नवीन नेपाल निर्माण निम्ति युगीन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सारो आह्वान गर्दछु। पार्टी, कुनै एउटा दल, कुनै एउटा त्यसबाट यो राष्ट्रिय मुक्ति क्रान्ति सम्भव छैन। यो चाहिँ एउटा राष्ट्रिय मुक्ति क्रान्ति बहुल राष्ट्रिय राज्य स्थापना हेतु लोसपा, जसपा सबै पार्टी, काङ्ग्रेस, एमाले, माओवादी समेतमा यो विचार राख्ने, यो बहुल राष्ट्रिय राज्यको मान्यता राख्ने, यो अधिकार पहिचानको मान्यता राख्ने सबै एकजुट हुनुपर्छ, सबै आउनुपर्छ सङ्घर्षमा र यो अभियानमा जुट्नुपर्छ भनेर हामीले आह्वान गरेका हौँ। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा आह्वान गरेका छौँ। त्यसमा लोसपा पनि पर्छ, लोसपाका नेताहरू पनि पर्छ। यो विचारमा लोसपा पनि सहमत भएर आउन सक्छ। यो चाहिँ अभियानमा, यो आन्दोलनमा, यो क्रान्तिमा लोसपा पनि आउन सक्छ। लोसपा आओस् यो अभियानमा
अब के छ भने यो उद्देश्य प्राप्तिको लागि राष्ट्रिय मुक्ति क्रान्तिको लागि अभियान सङ्घर्ष र विद्रोहको क्रममा यो देशमा राष्ट्रिय मुक्ति क्रान्ति गर्नलाई एउटा सशक्त राजनीतिक सङ्गठन त्यो क्रान्तिले पैदा गर्छ। त्यो अभियान सङ्घर्ष र विद्रोहले एउटा राजनीतिक सङ्गठन, एउटा राजनीतिक शक्ति चाहिँ पैदा गर्छ र त्यो शक्तिले यो देशमा राष्ट्रिय मुक्ति क्रान्ति गर्छ। त्यसैले स्वतः यो देशमा एउटा वैकल्पिक शक्ति, यो देशमा राष्ट्रिय मुक्ति क्रान्तिको लागि एउटा नयाँ शक्तिको निर्माण चाहिँ हुन्छ। त्यो चाहिँ बहुल राष्ट्रिय राज्यको स्थापना र राष्ट्रिय मुक्ति क्रान्तिको कुरा कसैले गरेछ? उसले गरेछ जसको नाउँ तपाईँ लिनुभयो। त्यसैले उहाँको अभियानको उहाँलाई सोध्नु होला। तर यो चाहिँ यो देशको प्याराडाइम शिफ्ट गर्ने, यो देशको चिन्तन सोच, औपनिवेशिक नस्लीय चिन्तन सोच बदल्ने यो अभियान हो। औपनिवेशिक चिन्तन सोचबाट शासन चल्दैन, एउटा नस्लीय चिन्तन सोचबाट चल्दैन। यो देश एकल राष्ट्रिय राज्य होइन। यो देश 270 वर्षदेखि जसरी शासन गर्यो त्यसरी नेपाल चल्न सक्दैन। त्यो चाहिँ अवस्था बदल्नलाई, परिस्थिति बदल्नलाई, सत्ता बदल्नलाई यो अभियान अगाडि बढेको र यो राष्ट्रिय मुक्ति क्रान्तिमा गएर यो चाहिँ लक्ष्यको प्राप्त गर्छ।